सगदावा सुरु भइसक्यो। माछा मासु सबै त्याग्नुस्, शाकाहारी भोजन सेवन गर्नुस्, पुण्य सञ्चय गर्नुस्, स्वयम्भू कोरा गर्नुस्, आयु लामो हुन्छ, बौद्ध कोरा गर्नुस्, आफूले सोचेको आँटेको कामना पुरा हुन्छ, नमोबुद्ध कोरा जानुस्, बुद्धको जस्तै मन अरूलाई हित गर्ने ऊर्जा जाग्छ भन्ने जस्तोहरू। यो चाहिँ एकदमै पुण्यवान महिना हो। यो महिनाभरि चाहिँ हामीले शाकाहारी बन्नुपर्छ, धेरै पुण्यहरू गर्नुपर्छ, कोरा परिक्रमणहरू धेरै गर्नुपर्छ भन्ने जस्तो। यो चाहिँ कता कता मलाई चाहिँ अलि मूर्खपन हो कि जस्तो लाग्छ है। लसो नमस्ते टस्तेलेक सम्पूर्ण दुईसुम धर्मदीप हेरिरहनु भएको सम्पूर्ण बौद्ध धर्मप्रेमी भक्तजनहरूमा आज चाहिँ मैले सगदावा यो महिनामा चाहिँ स्वयम्भू कोरा जानुपर्छ, आयु लामो हुन्छ, बौद्ध कोरा गर्नुपर्छ, आफूले सोचेको आँटेको कामना सबै पुरा हुन्छ, नमोबुद्ध कोरा गर्नुपर्छ, अनि बुद्ध जस्तै अरूको हित गर्ने ऊर्जा जाग्छ भन्ने जस्तो कुराहरू। के सिद्धार्थ गौतमले माछा मासु त्यागेर बुद्धत्व प्राप्त गर्नुभएको हो त? के सगदावाकै दिनमा कोरा गरेर चाहिँ उहाँ बुद्ध बन्नुभएको हो त भन्ने हो भने यसको लागि उत्तर के दिने हो? अन्तिम समय हेरेर जानकारी लिन सक्नुहुन्छ। हुन त यो मांसा मासुहरू सेवन गर्ने सकेसम्म सदाको लागि त्याग्दा राम्रो, सकिन्छ भने। सक्दैन भने सगदावाकै लागि भनेर चाहिँ आफूले आफ्नो इच्छा मारेर चाहिँ यो महिनाभरि यसरी रोकेर बस्ने चाहिँ यो त कतै कता अलिकति पापै हो कि जस्तो लाग्छ मलाई चाहिँ। कसैको इच्छा मार्नु र आफूले इच्छा मार्नु पनि त एक प्रकारको पापै हो नि, होइन? तर सकेसम्म तपाईँले त्याग्न सकेको राम्रो हो। मनदेखि नै ऊर्जा जाग्छ भने त्यागेको राम्रो हो। सकेन भने बरु सेवन गर्नुहोस्, मनी मन्त्रहरू जप गर्नु, त्यति धेरै पाप लाग्दैन। अब त्यसको मतलब खानु मनी जप गर्नु भनेको नै होइन है। मेरो मतलब त्यो होइन। फेरि हुनु त खानालाई प्राकृतिकले हामीलाई धेरै चिजहरू दिएको छ। मांसा मासु नै खाएर मात्र हाम्रो जिउ तन्दुरुस्त हुन्छ भन्ने पनि होइन। कति शाकाहारी व्यक्तिहरू पनि तन्दुरुस्त देखिरहेको छ नि, होइन? हामी पनि मांसा मासु सेवन गर्दिन, तैपनि यस्तो छ नि, होइन? मासुै खाएर मात्रै अब शरीर राम्रो हुने भन्ने त होइन होला। अब यसमा बुद्धको सिद्धान्त, बुद्धले के भन्नुभएको छ भने राङ्गिलुला पेलौँला सेन्ला नपा माचिजिङ। त्यो के भनेको भन्दाखेरि आफ्नो शरीरलाई उदाहरण राखी अरूलाई बाधा नपुर्याउनु भन्नुभएको छ। बुद्धको सिद्धान्त के हो त्यो अनुसार चाहिँ चल्यो भने एकदम राम्रो हो। सगदावा मात्रै मासु त्याग्नु, कोरा गर्नु भने जस्तो अरू महिनामा चाहिँ के कोरै गर्नु नपर्ने हो, नगर्नु भनेर बुद्धले भनेको छ अथवा कुनै बौद्ध विद्वानले भनेको छ भन्ने जस्तो प्रश्न उठ्यो भने, हुनु त बुद्धले किन यो राङ्गिलुला पेलौँला सेल्ना नोपा माजिजिङ भनेको भन्दाखेरि यदि हामीलाई केही चोट लाग्यो भने हामीलाई कति दुःख पीडा हुन्छ, त्यही सोचेर चाहिँ कुनै पनि प्राणीलाई चाहिँ बाधा विघ्न पुर्याउने काम नगर्नु भनेको। त्यसैले मासु किन खान्छ? कसैको शरीर काटेर मात्र खान्छ, होइन? हो, त्यसैले मांसा मासुहरू त्याग्न सके राम्रो हो भन्ने कारण चाहिँ यो भनेपछि अब नखाऊ भनेर बहिष्कार गरेर रोक्न त कसैले सक्दैन। किन भन्दाखेरि बुद्ध स्वयंले त मासु नखाऊ भनेर बहिष्कार गरेको छैन भने अब खाने मान्छेलाई खाने मुखलाई जुङ्गाले छेक्दैन भन्ने नेपालीमा एउटा थेगो छ नि, होइन? तर पनि यसरी यस्तो पुण्यवान महिना भनेर यस्तो भन्दाखेरि बुद्धको धेरै लीलाहरू चाहिँ समुष्ट भएको, बुद्धको मात्र नभएर अहिले तपाईँले गुम्बातिर मठ मन्दिरतिर हेर्नु, प्रायः जस्तो मठ मन्दिरतिर न्युङ्नेहरू राखेको हुन्छ। उपवास र मौन व्रत भन्छ, न्युङ्ने दाङ्ने यस्तोहरू राखिरहेको हुन्छ। भिक्षुनी कमला पनि हुन त भिक्षुनी कमला भन्दो रहेछ प्रायः जस्तोले, हुन चाहिँ भिक्षुनी लक्ष्मी हो। भिक्षुनी कमला भन्ने चाहिँ ग्यालोङमा पेमा भनेको हो। अब भिक्षुनी लक्ष्मी भनेको चाहिँ ग्यालोङमा पल्मो भनेको हो। उहाँको पनि तिथि परेको छ। साथै अरू धेरै बुद्ध बोधिसत्वहरूको जन्म यस्तोहरूको तिथिहरू पनि पर्छ यो भित्र चाहिँ। त्यसैले यसलाई पुण्यवान महिना भनेको हो भनेर अरू बेलामा धर्मकर्म गर्ने समय निकाल्न नसके तापनि यो महिनामा चाहिँ तपाईँले जसरी नै समय निकालेर चाहिँ पुण्य सञ्चय गर्नु है भनेर चाहिँ यो एउटा उपायको निम्ति चाहिँ यो अति उत्तम महिना भनेर चाहिँ मानिन्छ। जस्तै विशाख भन्ने तारा उदाउने महिना हो भन्ने चाहिँ गरिन्छ भोट पात्र अनुसार है। हामीले भने त अस्ति नै मानिसक्यो बुद्ध जयन्ती, होइन? हामी विशेष गरी नेपालीहरूको भनौँ भने, नेपालीको मात्रै नभएर म चाहिँ इन्टरनेसनल भन्छु यो चाहिँ। अब विशेष गरी भोट प्रथा अनुसार चाहिँ यस्तो हो। अनि
कोरा गर्ने भन्ने जस्तोहरू कोरा गर्यो भने हाम्रो शरीरले गरेको पापहरू चाहिँ न्यून हुन्छ, मेटाउँछ, क्लेशहरू चाहिँ मेट्छ भन्ने छ। अब त्यो गर्ने भनेको चाहिँ सगा दवाईमा मात्र आफ्नो शरीरलाई दुःख कष्ट दिएर मरी कोरा गर्नु ढोक्नु भन्ने कुरो पनि होइन। सके त हर महिनामा जहिले सक्छ त्यो बेला गर्दा नि राम्रो हो। यो महिनामा चाहिँ गर्यो भने यस्तो हुन्छ भने चाहिँ एउटा राम्रो उपाय, अति उत्तम महिना भनेर चाहिँ बौद्ध विद्वानहरूले चाहिँ बुद्ध महापरिनिर्वाण भएर केही वर्षदेखि चाहिँ यसरी मान्दै आएको प्रथा हो यो चाहिँ है। हुनु त जहिले पनि कोरा गर्दाखेरि तपाईँको शरीरको पाप नष्ट हुन्छ, मेटाउँछ होइन। जहिले पनि ढोक्दाखेरि तपाईँको शरीरको पाप मेटाउँछ, खास त्यो हुनु चाहिँ सगा दवामै मात्र गर्नुपर्ने, सगा दवालाई मात्र एकदम प्राथमिकता दिनुपर्ने भन्ने चाहिँ होइन। किनकि अघि मैले भने जस्तो राङ्गे लुला पेलाउनलाई छेन्ला नपामा चाहिँ आफ्नो शरीरलाई उदाहरण राखी अरूलाई कहिले पनि बाधा नपुर्याउनु भने जस्तो। किनकि यो संसारमा जन्म लिएपछि यो मानव चोल अथवा यो प्राणीको हित बोकेर आइसकेपछि चाहिँ जो कोहीलाई पनि सुख चाहने र दुःख नचाहने सबैलाई बराबरै एकरूप त हो। त्यसैले आफू राम्रो हुन चाहन्छ भने, आफू वृद्धि, आफू शान्ति सुखमय बाँच्न चाहनुहुन्छ भने अरूलाई पनि त्यसरी आँच विघ्न बाधा पुर्याउने काम नगर्नु भन्ने चाहिँ बुद्धको सिद्धान्तहरू हो। त्यसै गरी यस्तो महिनाहरूमा चाहिँ यसरी बार्न सक्यो भने यो महिनादेखि चाहिँ तपाईँले निरन्तर गर्नुपर्छ है भनेर चाहिँ यो उपायहरूको लागि चाहिँ बौद्ध विद्वानहरूले ग्रन्थहरूमा लेखेको यस्तोहरू उल्लेख गरेको चाहिँ पाइन्छ हो। खास चाहिँ त्यस्तो हो। सगा दवभरि चाहिँ सक्यो भने बुद्ध जन्मिएको, अब भिक्षु बन्नुभएको, प्रभाजित भनेर भन्छौँ हामीले, रप्तजिउँ भनेर, अनि मार नियन्त्रण गरेको दुई तुलो भन्छ, अनि बुद्धत्व प्राप्त गर्नुभएको साङ्गेबे दुछेन, अनि कुठुङ्बे दुछेन भनेर, अनि बुद्ध जन्म, अनि आमाको लुम्सु सुपा आमाको गर्भमा प्रवेश गरेको, महापरिनिर्वाण भएको भनेर चाहिँ यो 6 संयोग 6वटा समयहरू हुन्छ। यो समय चाहिँ यही दिनमा यही महिनाभित्र परेको हो भनेर चाहिँ यस्तो समयमा चाहिँ यसरी यो महिनादेखि चाहिँ तपाईँले यसरी सुरु गर्नु भनेर चाहिँ एउटा तपाईँलाई उपयुक्त समयहरू भनेर चाहिँ यो उपाय, बुद्ध चाहिँ प्रज्ञा र उपायको स्रोत हो भनेर भन्छ है। थाप्दाङ सेरप गिजुङोक भनेर पनि भन्छ है हामीले हो। त्यसैले यस्तो महिनादेखि चाहिँ यसरी सुरुवात गर्दा चाहिँ अति उत्तम हो भनेर चाहिँ बुद्धले, खास बुद्धको सिद्धान्त चाहिँ यस्तो हो। सक्यो भने जहिले पनि गर्नुपर्छ यो पुण्यहरू भने। जहिले पनि हामी सुख शान्ति चाहन्छ भने जहिले पनि धर्म गर्नुपर्छ, जहिले पनि यो राम्रो कर्म गर्नुपर्छ। कर भला त हो भला भनेर भन्ने गर्छन् है। अब भला गरे पुण्य नै पाइन्छ। सुख अरूलाई फाइदा पुर्याउने काम गरे भने आफूलाई नै फाइदा हुन्छ भन्ने यो हो। त्यसैले यो महिना अरू महिनामा नसके पनि यो महिनामा समय निकालेर चाहिँ यस्तो गर्नुपर्छ भन्ने चाहिँ बौद्ध विद्वानहरूको चाहिँ निर्देशन हो। खास आजको लागि यति नै। हस्त धन्यवाद। तपाईँहरूले अब सगा दवाकै बारेमा जान्न चाहनुहुन्छ भने पहिला वर्षको भिडियोमा चाहिँ नक्षत्रहरू भनेर सगा दवा यो ताराकै बारेमा जानकारी दिएको छु। अब यसपालिको अस्ति सगा दवाको प्रथम दिनमा नै मैले अब सगा दवामा बुद्धको तिथिहरू के कस्तो हो, विद्वानहरूले के कस्तो भनिन्छ भनेर चाहिँ अनुसन्धान अनुसार भिडियो राखेको छु। अनि बुद्ध जयन्तीकै बारेमा पनि पहिला वर्षमा चाहिँ भिडियो बनाएको छु। हजुरहरूले डिस्क्रिप्सनमा गएर चाहिँ हेर्न सक्नुहुन्छ। साथै हजुरहरूलाई लागेको प्रश्नहरू छ भने चाहिँ तपाईँहरूले कमेन्ट गर्नु सक्नुहुन्छ, प्रतिक्रियाहरू राख्नुहोला। हस्त धन्यवाद।